बुढाबुढीको माया अपरम्पार भने जस्तै होइन, जति बुढाबुढी भए पनि त्यति धेरै आफ्नो छोराछोरी नाति नातिनालाई माया लाग्नुपर्ने क्या। छोरी ज्वाइँलाई त बोलाएर खुवाउनु भयो। हामी नातिनी पनातिनीलाई पनि यत्रो मासु पठाइदिनु भएछ बिचरा। थ्याङ्क यू सो मच मेरो कोकु बाजे। बिरामी भए पनि जति बुढाबुढी भए पनि दुःख गर्नु छोड्नु हुँदैन, के गर्नु, माया लाग्छ। धन्यवाद धेरै धेरै। खसीको मासु कटिङ गर्दैछु होइन। अब यसलाई चाहिँ टट टट काटेर पर भुटेर खानुपर्ने छ। उसले पठाइदिनु भएको अब छोरी ज्वाइँलाई बोलाएर भक्कु खुवाउनु भयो अनि हामीलाई पनि पठाइदिनु भएछ। मेरो नातिनी पनातिनीहरूले पनि खाओस् भनेर। अनि त्यही भएर म कटिङ गरिरहेको छु मासु। अनि यता बिरालो पनि आउँदैछ है, क्या हो रोइनी भए पनि फेरि मासु भनेपछि जे पनि चलिहाल्छ होइन। सुँगुर त बेस्ट अफ द बेस्ट भयो र त्यस पछाडि आएको छ यो खसी सेकेन्ड नम्बरको। अब चट्ट पकाएर खानुपर्ने छ।